ओलीलाई हराएर अब बालेन शाह प्रधानमन्त्री बन्ने रे तपाईले कसरी हेर्नु भएको छ यो विषयलाई? पहिले बालेन चुनाव त जितेर आफू चुनाव जितेर देखाउ न। कहाँ बालेन शाहले त अब झापाबाट ओलीसँग चुनाव लड्ने के भइसक्यो। हुन्छ लुसिफर भनिसके। लुसिफर केपी शर्मा ओलीले त नसामा हिँड्छन्, झुम परेर भन्छन्। उहाँको त के कुरा गर्ने फेरि? अब सामाजिक सञ्जालमा सुल्पे भन्छन्। हो कि होइन? उहाँको रगत जाँचौँ त। उहाँ के लाग्यो चाहिँ तपाईँको चाहिँ मादक पदार्थ सेवन गर्नुहुन्छ, रगतबाट आउँछ। बालेन शाहको बालेन शाह काठमाडौँ महानगरपालिकाको मेयर हुन्जेली अहिलेसम्म एउटा जनताले भेट्न पाएन। ऊ हिँड्ने लिफ्ट अलगै छ, अरू हिँड्नु हुँदैन। यसरी दिन हो हिजो जे बालेनको चाम थियो अहिले बालेनको चाम समाप्त भयो, जिरोतिर गयो। अब अर्को यो जेनजी आन्दोलनमा जुन दमकल पठाएनन् नि यिनले, आफै आन्दोलन गरेपछि त्यसको नोक्सानी बालेनले तिर्नु पर्दैन? बालेनले तिर्नुपर्छ त। किन? पोखराबाट काठमाडौँ आउँदा राजा ज्ञानेन्द्रलाई 1 लाख जरिमाना गरे हो राप्रपालाई। चैत 15 गते 3 कुनेमा राजा ज्ञानेन्द्रलाई 7 लाख गरे। अनि असोज 2 गते एमालेलाई किङसोयमा कन्सर्ट गर्दाखेरि 4 गरे भनेर गरे। उनको मान्यता के भने नगरपालिकामा कानुनै बनाएको रहेछ। जसले आन्दोलन गर्छ त्यसबाट भएको नोक्सानी उसैले बिहोर्नुपर्छ। यो जेनजी आन्दोलनकारी बालेन हो कि होइन? सिंहदरबार डढाएको, सर्वोच्च डढाएको, तमाम नेताका कार्यालय डढाएको, जनताका घर डढाएको जम्मै बालेनले तिर्नुपर्छ। किन? बालेनले आयोजना गरेको कार्यक्रम। बालेनका सुरक्षा दस्ता के राजु पाण्डे र टोटल सुरक्षा दस्ता पानी बाँड्नमा गाडी लिएर हिँडेको थियो। त्यो देखियो। त्यसलाई जिम्मेवार बनाउँछ त यो जेनजी सरकारले? बनाउँदैन। अनि के भयो त? बालेनले काठमाडौँका मेयर भएर के गरे? हिजो राप्रपाले आन्दोलन चाहिँ तपाईँको चैत 15 गते घटना घटायो, राजा ज्ञानेन्द्रलाई जरिमाना गर्न जान्ने। अहिले बालेन र चाहिँ राजु पाण्डेको आन्दोलन होइन यो। तपाईले बालेन शाहको अब वेट घटिसक्यो भने? धेरै घटिसक्यो, लुसिफर बनिसके। वेट घटिसकेको मैले सिधा आँखाले कसैले पनि हेर्दैन मान्छे। यो मान्छेले कसैलाई आई कन्ट्याक्टमा बसेर हेर्नै सक्दैन। त्यसकारणले कालो चस्मा लाउँथे। त्यसकारण कालो र फेरि यो कालो चस्मा र तपाईँ दाढी पालेका छन् नि, हो युक्रेनदेखिको आउनुहोस्। युक्रेन पनि दाढी पालेको खोजे, के बनायो युक्रेन? हेर्नुहोस् है, कालो चस्मा र दाढीको त कथा छ। यहाँ पनि 2टा दाढी एक ठाउँ हुँदैछन्, रवि र बालेन। के हो यो? दाढीवालाको खेल के हो? बालेनकै दाढी त होइन यो। बालेन शाहको वेट घटिसकेको भए रविले किन फेरि प्रधानमन्त्रीको क्यान्डिडेटमा अघि सारे? जेसुको उसको कुरो किन भन्नु त? उसलाई सोध्न जानुहोस् न। किनकि देखेको होला। म दिन्छु। किनकि त देखेको होला। उसलाई सोध्नुहोस् न त, के देखो नि? ठुलो अपराधी देख्यो कि? पब्लिकमा वेट मभन्दा बढी अपराध गर्न सक्ने रहेछ भन्नु कि? के देखो? उसले जान्ने हो नि। मभन्दा लामा दाढी रहेछन् भनेर देख्यो कि? सिंहदरबार डढाउन जान्दो रहेछ भनेर देख्यो कि? उसले देख्ने हो नि। मैले त देखिनँ।